हेलो गाइज होइन म चाहिँ यो पहेँलो पुलमा कि अघि यही बाटो आएको थिएँ। यही बाटो आउँदा चाहिँ मैले बाटोमा झन्डा यस्तो लागेको थियो। त्यो झन्डा हो कि होइन रहेछ, म यहाँ जाँदैछु। यदि झन्डा रहेछ भने चाहिँ म टिप्ने नै छु होइन। टिपेर आफूले लिएर जानेछु यसरी बाटोमा। आफ्नै देशको झन्डा आफ्नै देशमा यसरी बाटोमा सबैले नागेर टेकेर हिँड्ने ठाउँमा त अब राख्नु भएन नि त। अब कसैले फ्यालेको हो या आफै झरेको हो यो चाहिँ थाहा भएन होइन। तर झरिसकेपछि यसरी देखेर पनि नदेखे जस्तो गरेर यसरी छोडेर हिँड्नु चाहिँ भएन क्या। अनि त्यही भएर है मैले चाहिँ टिपेँ होइन। यो टिपेर चाहिँ अब लिएर जाँदैछु। यो ट्याक्सीवाला दाइ पनि आएको छ होइन, गुड भन्यो। त्यही हो, यसरी झन्डा अब यति राम्रो झन्डा यसरी बाहिर यसरी बाटोमा फालेर नागेर टेकेर हिँड्नु त भएन। त्यही भएर आफूले नराखे पनि, मैले त राखेको छैन बाइकमा, नराखे पनि अब यसरी सदुपयोग त गर्नु पर्यो। बाटोमा यसरी फालेर छोडेर हिँड्नु त भएन। कसले छोडेको होइन, कसले झारेको त्यो चाहिँ थाहा भएन। अब मलाई यति चाहिँ थाहा भयो कि अब देखेँ भनौँ न, देखेपछि अब टिपेर मैले झोलामा यसरी हालेँ। हालेर चाहिँ अब म घर लिएर कोठा लिएर जाँदैछु। अब कोठामा लगेर चाहिँ यसलाई धोएर ठक्क राम्रो बनाएर म आफ्नै कोठामा राख्नेछु। त्यसको भिडियो पनि म तपाईँहरूलाई अघिल्लो भिडियोमा देखाउने छु। त्यसको लागि चाहिँ तपाईँहरूले होइन अब लाइक कमेन्ट सेयर अनि मेरो युट्युब च्यानलमा सब्सक्राइब पनि गरिदिनु होला। म त्यो झन्डा धोएर नयाँ टक्क पारेको राखेर पनि म तपाईँहरूलाई देखाउने छु। त्यसको लागि चाहिँ लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला युट्युब च्यानलमा। टिकटकमा भए फलो गरिदिनु होला है त।